ल हाम्रो पापाले खाना खानुहुँदैछ मकैको भात पनि रहेछ खाइसक्छ पापाले यति 90+ को उमेरमा यतिको खाना खाएको हो यहाँ हाम्रो आमाले पनि खानुहुँदैछ आमा गीतहरू मकैको भात के खाना अरे मकै मकैको भात फ्याक्नु मकैको सोल्डर यी अन्डा यी गुन्द्रुकको अचार हाम्रो बाबाले खाँदैछ 92 वर्ष पुगेको मान्छे हो त्यहाँदेखि बोजू मामा कति वर्ष पुग्नुभयो मैले 84 84 वर्षमा है यहाँ हाम्रो गुल्फी बहिनीले खानापिना पस्किँदैछ